निद्रा नपर्नाले शरीरमा चाहिँ निद्रा बारम्बार डिस्टर्ब भइरहेको छ भने शरीरमा चाहिँ फिजिकल र इमोसनल वा मेन्टल इफेक्ट गरेर पर्छ। फिजिकल इफेक्टमा चाहिँ बिरामीलाई चाहिँ नेक्स्ट डे चाहिँ गाह्रो हुने, थकाइ लाग्ने, त्यसको साथसाथै त्यस्तो बिरामीहरूलाई चाहिँ कुनै प्रकारको रोगहरू हुने जस्तै प्रेसर बढ्न सक्ने सम्भावना हुन्छ, सुगर डेभलप गर्न सक्छ, बिरामीलाई मोटापन छ हुन सक्छ। त्यसको साथसाथै बिरामीलाई चाहिँ निद्रा डिस्टर्ब भइरहेको बिरामीलाई लङ रनमा चाहिँ मुटुको रोग या पक्षघात प्यारालाइसिस पनि हुन सक्ने सम्भावना हुन्छ। त्यसको साथसाथै अलि लामो ड्युरेसन केही वर्षसम्म भइरह्यो भने चाहिँ त्यसले चाहिँ त्यस्तोमा चाहिँ शरीरको इम्युनिटीलाई कम गराएर विभिन्न प्रकारको इम्युनिटी रिलेटेड रोग पनि निम्त्याउन सक्छ र बिरामीलाई चाहिँ कहिले कहिले त्यस्तो बिरामीलाई क्यान्सर पनि डेभलप गर्न सक्छ। त्यस्तै तरिकाले मेन्टल वा इमोसनल इफेक्टमा चाहिँ बिरामीलाई चाहिँ अनिद्राको बिरामीलाई चाहिँ एन्जाइटी डिप्रेसन लाग्न सक्ने सम्भावना बढी हुन्छ। त्यस्तै तरिकाले विभिन्न प्रकारको अरू साइकेट्रिक इलनेसहरू पनि हुन सक्ने सम्भावना हुन्छ। बिरामीलाई चाहिँ कन्सन्ट्रेसन गर्न सक्ने, आफ्नो काममा एकाग्रता गर्न नसक्ने र धेरै कुराहरू बिर्से जस्तो हुने, त्यसको साथसाथै बिरामीहरू चाहिँ आफ्नो डेली पर्फर्मेन्सेसमा चाहिँ अलिकति कमजोर भएर आफ्नो आउटकम दिन नसक्ने सम्भावना चाहिँ हुन्छ यो अनिद्राको कारणले गर्दाखेरि।